तेजाब आक्रमण भन्नाले शारीरिक क्षति वा अङ्गभङ्ग गराउने मनसायले कसैले कसैलाई घातक क्षति पुर्याउने कोरोसिभ वा गम्भीर क्षति पुर्याउने इनअर्ग्यानिक एसिडजन्य रासायनिक पदार्थ, नाइट्रिक एसिड, सल्फ्युरिक एसिड, हाइड्रोक्लोरिक एसिड जस्ता रासायनिक पदार्थ फ्याँक्नु, छर्किनु, खन्याउनु, प्रयोग गराउनु वा सेवन गराउनु हो। तेजाब आक्रमणको पीडितलाई शारीरिक तथा मानसिक पीडा र कसुरको गम्भीरता तथा जरिवाना रकम समेत विचार गरी मनासिब क्षतिपूर्तिको व्यवस्था गरिएको छ। तेजाब आक्रमणको परिणामस्वरूप कसैको दुवै आँखा जली दृष्टि नष्ट भएमा, दुवै कान जली सुन्ने शक्ति पूर्ण रूपमा नष्ट भएमा, नाक जली काम नलाग्ने भएमा, अनुहारको पूर्ण रूपमा जली कुरूप भएमा, दुवै स्तन जली क्षति पुगेमा, यौनाङ्गमा क्षति पुगेमा 20 वर्ष कैद र 2 लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ। तेजाब आक्रमणको परिणामस्वरूप एउटा आँखा जली क्षति भएमा, एउटा कान जली क्षति भएमा, अनुहारमा आंशिक रूपमा कुरूप भएमा, एउटा स्तन जली क्षति भएमा, दुवै हातमा क्षति भएमा, दुवै गोडा क्षति भई काम नलाग्ने भएमा, टाउकोको केही भाग जली क्षति भएमा, मेरुदण्ड जली क्षति भएमा 15 वर्षदेखि 20 वर्षसम्म कैद सजाय र 7 लाख रुपैयाँदेखि 10 लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ। तेजाब आक्रमणको परिणामस्वरूप अङ्गभङ्ग भएमा 7 वर्षदेखि 10 वर्षसम्म कैद सजाय र 5 लाख रुपैयाँदेखि 7 लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। तेजाब आक्रमणको परिणामस्वरूप पीडितको 1 वर्षभित्र मृत्यु भएमा ज्यान मारेको कसुर अन्तर्गत सजायको व्यवस्था गरिएको छ। तेजाब आक्रमण सम्बन्धित व्यक्तिलाई नलागेमा, त्यसबाट उम्किएमा वा छलिएमा उद्योग गरेको मानी 5 देखि 7 वर्षसम्मको कैद र 1 लाख रुपैयाँदेखि 3 लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ।